जनता जान्न चाहन्छ यो आँखामा फुलाकोले पारिदियो त म भोलिदेखि 24 वर्ष पुग्छु तर मेरो बुद्धि भने छैन चारो काटेको यति फटा छ मेरो बोली सुन्नै हुँदैन ए राम 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 भोलि हेलो नमस्ते सेवायो हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा अनि आज चाहिँ यो मेरो डे 2 ब्लग हो है हजुरहरूले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला अनि म चाहिँ यहाँ सिमे सागको चारो लिन आएको छु कति छ सिमे सागै यो सब सिमे साग हो यो देख्न सक्नुहुन्छ सब सिमे साग हो यत्रो रोको लिएर आएको सिमे साग चाहिँ छिमेकीकोबाट डाँडो लानु पर्यो भनेर छिमेकी पनि छैन अब चोरेर लैजाउँ भने यो बेच्ने हो बिचरा अब के गर्नु है आन्टी चाहिँ एक बुढा सिम्टी लिएर भारी पुऱ्याइसक्नु भयो एक बुढा अब यसलाई लगेर चाहिँ बेच्नुहुन्छ आन्टालाई टक्कसँगलाई अनि पैसा खन खन अनि यहाँ चाहिँ कस्तो राम्रो छ हिटक्क बर्खे धानहरू कति छ नि साथीहरू सिमे साग त कति हो कति साथीहरू सिमे सागै सिमे साग तल सिमे साग यही सिमे साग जतासुकै सिमे साग चिलमा खाली खुट्टा प्यान्ट लगाएर दिदी यहाँ चारो काट्ने सिममा डोको यहाँ छ अहिले चाहिँ मैले धनीलाई भेटेँ यहाँ त मकै यत्रो यत्रो बनाइसक्यो छैन नि हौ साथीहरू चारो मागेको थिएँ अब भने चाहिँ म गाइजहरू जान्छु त्यसलाई लामो काट्नु पर्दा पनि अनि मैले के त्यो दाइलाई तल पुच्छर घराको चिल्लै काट्ने भन्दै थियो नि त अनि मैले तपाईँको भुस्ला भन्दा चिल्लो काटिदिन्छु भनेको नि कस्तो म त यहाँ हेर्नु न अब यहाँ कस्तो डुब्छ क्या साथीहरू सिम्बा सिमे साग नै के कति साग त धान रोप्यो भन्दा मुनिको भन्दै थियो जस्तो लाग्यो अनि यो यसरी डुब्छ अब यसरी डुब्छ नि हौ ओ माइ गड काटेर सुकाएको रहेछ कहाँको चाहिँ काट्ने धान अब दिदी त यति साह्रो डुब्छ साथीहरू गरी खानु सजिलो छ त गरी खानु सजिलो छैन साथीहरू यहाँ म डुब्दैछु यसरी तर यहाँ चाहिँ लास्टै राम्रो छ नि फेरि साथीहरू देख ओ माइ गड म साथीहरू यहाँ त पहिला त कि मान्छे डुब्थ्यो अरे अनि छोरा मान्छेले मात्रै धान रोप्थ्यो अरे यहाँनिर अहिले पनि त्यस्तै होला म डुब्नु पनि सक्छु साथीहरू मलाई डर लाग्छ एकदम अब अनि यहाँ चाहिँ के काट्नु यस्तो त्यो दाजुको भुत्ला काट्नु होला नि त्यही काट्छु सिमे साग यसरी देखिन्छ तर कस्तो डर लागिन्छ यहाँनिर दिदी डराएर कस्तो डर लाग्दछ नि दिदी त्यही त होइन सेरी सिमे साग त काट्नु आयो नि घोडाभन्दा माथि पुगिसक्यो यहाँ दिदी त डराएर नलानु हुने अरे अब मलाई पनि डर लाग्यो यार साथीहरू खुट्टा तान्नु सकिँदैन सिमे साग काटेर कसरी जानु यार हेरौँ मलाई चाहिँ यहाँको चाहिँ डर लाग्यो उपर दिदीलाई पनि डर लाग्यो अरे अनि अलिकति लिएर जानुभयो मलाई पनि यहाँको चाहिँ डर लाग्यो काट्नु एकदमै मैले चाहिँ चारो मागेको थिएँ दाइलाई लानु पुच्छर घराको भन्दै थियो तर मलाई एकदम डर लाग्यो यहाँ तलको कस्तो क्या यहाँ त पहिला मान्छेहरू डुब्थ्यो अरे क्या अब भैँसीहरू नै डुबेको अरे यहाँतिर त्यही भएर म चाहिँ माथिको लान्छु यहाँ धान पनि रोप्नु भएको छ तर कसरी हो उहाँहरूलाई त बानी छ नि त अब कस्तो डुबेको यार हेर्नु न कस्तो डुब्छ अनि डर लाग्दैन कसरी निस्किनु के बानी नहुनुलाई त गाह्रो छ साथीहरू गरी खानु पनि सजिलो छ र अब चाहिँ म यहाँ सिमे साग काट्दिउँदा अरू लगिदिउँदा यस्तो धेरै डुब्छ अनि पर्नु मरिँदैन साथीहरू पालाको लानु भन्दैन थियो तर मलाई एकदमै धेरै डर लाग्यो कस्तो धेरै डुब्छ क्या साथीहरू मम्मी यहाँ हेर्नु है म त डुबी जान्छु अनि एउटा सिमे साग साथीहरू चारो गरी खानु सजिलो छैन नि मेरो मम्माले
अनि कि साथीहरू सासु आमाले मलाई क्या यत्रो गोरुको गुल्ला जत्रो डोको लान्छस् अनि यति नै बोकेर आउँछस् भनेर आज ठुलो डोको लिएर आएको छु क्या मैले। यहाँ मैले काटिसकेँ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ एक घडी पुर्याएँ, यताको अलिअलि काटिदिएँ। यहाँ हेर्नु कस्तो खुट्टा दुख्छ क्या। अब यो कहीँ पऱ्यो भने सुन्नु सक्ने पनि देख्नुपर्छ। एक भरि पुग्यो। अब घरतिर लाग्यौँ, अहिले भेटौँ ल गाइजहरू। Oh my god. राम्रो लामो ठिकै हो। कस्तो मन त घोक्छ यो। ल गाइजहरू अहिले भेटौँ ल। यहाँ चाहिँ मैले ल्याएको सिमे सागलाई चारो काट्दैछु साथीहरू। सुँगुरको मासु भनेर मात्रै हुँदैन साथीहरू, सुँगुर पाल्नु एकदम धेरै गाह्रो छ। यो त मात्रै जान्छ। लिम्बूले मात्रै जानिन्छ सुँगुर पाल्नु त भन्नु मिल्दैन। गाह्रो छ नि सुँगुर पाल्नु। ए राम राम राम, भोलिदेखि 24 वर्ष पुग्नु पर्ने बुद्धि भने यस्तो छ। चैत 25 गतेको के गर्नु, केटाकेटी जस्तो बुद्धि छ। चारो काट्दैछु। भोलिदेखि म 24 वर्ष लाग्ने मान्छे, तर भने गतिमती भने यस्तो छ। के गर्दा भन्दाखेरि चारो काट्दाखेरि मैले भाँडाहरू हाल्दाखेरि यस्तो भयो। अब भने चाहिँ म टक्कले के गर्छु भन्दाखेरि बाबुको लुगा धुन्छु। यति धेरै फोहोर पार्छु उसले। अनि यता चाहिँ कुखुरा। अनि मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला, किनभने 3 जना सब्सक्राइबर छ। तर पनि म देखिया छैन। सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष नगरी के पनि हुँदैन भन्दा अब भने चाहिँ म नानीको लुगा धुन्छु। जनता जान्न चाहन्छ यो आँखामा फुलाकोले पारिदियो त पहिले। म भोलिदेखि 24 वर्ष पुग्छु, तर मेरो बुद्धि भने छैन। चारो काटेको यहाँ सबै कालो बसो लाग्यो। अब मैले एउटा टिकटक भिडियो कति कमेडी हालेको छु। यति फटा छ, मेरो बोली सुन्नै हुँदैन। अनि यो सुँगुर पनि यस्तो हुँदो रहेछ क्या। अब खसी पार्दा पनि खसी नपारिने, त्यही भएर यो चाहिँ लुते छ। मेरो बुढा चाहिँ कहाँ गयो होला भनेर हिजो म छक्कै परिरहेको थिएँ, मलाई ढाँटेर है काममा गयो भनेर। माछा मार्नु गएछ, माछा चाहिँ खोलाको यति ल्याएछ। अब खोलासोला सबै सुकेर हैरान, अनि कहाँबाट माछा पाउँदैन। अनि यता म यसलाई यो माछालाई चाहिँ यहाँ तार्छु। अनि चट्टासँगले नानी र आमालाई पकाउँछ, सासु आमालाई। अनि आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। अब त्यति बोल्न पनि आउँदैन, मेरो सुरु भ्लग हो, यो दोस्रो भ्लग हो। हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु होला चट्टासँगले भन्दै आजको भ्लग म यहीँ अन्त्य गर्न चाहन्छु। बाई।